व्यक्तिगत तनावबाटका उत्तीर्ण हुन सफल हुनुभएकोमा यहाँको उच्च समाजका आमाबा सदस्य तथा आमाबा आभार व्यक्त गर्न चाहन्छु र म यस कार्यक्रमका सभाध्यक्षज्यू प्रमुख अतिथिज्यू एकदमै खुसी लाग्छ आफूले आफ्नो शिक्षालाई निरन्तर दिइरहे भर्खर मात्र हामीले साथीहरु आज धेरै दिन ह्यापी उस भने
धेरै धेरै नै धन्यवाद दिन चाहन्छु किनभने हाम्रो आज यस विशेष दिनलाई भव्य र सभ्य पाल्नु हुनु भन्ने अनुरोध गर्दै हामी आमा समूहहरू यस समाजका बाबाआमा दाजुभाइ दिदीबहिनीहरू सबैजनाले अहिलेसम्म यस हातमा काम मिलाएर यहाँसम्म सफल भएको छौँ। अझै पनि सफल हुन प्रशंसा पत्र वलसकर गाउँ परिवार नम्बर 5 सिक्किम निवासी श्री चन्द्रबोस गुरुङको छोरा श्री अमृत गुरुङले पूर्वाञ्चल युनिभर्सिटी विराटनगरबाट 2020 मा ब्याचलर इन सिभिल इन्जिनियरिङ उत्तीर्ण हुन सफल हुनुभएकोमा यहाँको उज्जवल भविष्यको कामना गर्दै यो प्रशस्ति पत्र प्रदान गरिएको छ। सचिव प्रसाद गुरुङ महासमाज प्रमुख अतिथि श्री सन्तोष पात्र वार्ड नम्बर 12 र अध्यक्ष श्री देवानन्द महासमाज। श्री आलोचना गुरुङको सुपुत्री राजकुमारी तपाईँको प्रशंसा पत्र भाषण गर्न चाहन्छु। श्री कला सिंह समाज पत्र 12 चारपानी काशी सबै भोजन पत्रमा प्रशंसा पत्र एस कला सिंह समाज पत्रका सल्लाहकार श्री आलोचना गुरुङको छोरी श्री राजकुमारी गुरुङले त्रिभुवन युनिभर्सिटीबाट 2020 मा ब्याचलर अफ बिजनेस स्टडिज उत्तीर्ण हुन सफल हुनुभएकोमा यहाँको उज्जवल भविष्यको कामना गर्दै यो प्रशस्ति पत्र प्रदान गरिएको छ। सचिव प्रसाद गुरुङ प्रमुख अतिथि सन्तोष पात्र अध्यक्ष देवानन्द गुरुङ कृपया ताली बजाइदिनुहोस्। यो भाषण चाहन्छु। अस्कलाबाद सिक्किम समाज परिवार सदस्य श्री कोरबाजी गुरुङको छोरी श्री पूजा गुरुङले त्रिभुवन युनिभर्सिटीबाट 2020 मा ब्याचलर डिग्री बिजनेस स्टडीमा उत्तीर्ण हुन सफल हुनुभएकोमा उहाँको उज्जवल भविष्यको कामना गर्दै यो प्रशस्ति पत्र प्रदान गरिएको छ। प्रशंसा पत्र भाषण गर्दैछु। यस प्रवासी सिक्किम समाज परिवारका अध्यक्ष श्री कोरबाजी गुरुङको छोरा श्री खेमराज गुरुङले पूर्वबाट उहाँ चाहिँ पहाड युनिभर्सिटीबाट 2022 मा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसनमा उत्तीर्ण हुन सफल हुनुभएकोमा यहाँको उज्जवल भविष्यको कामना गर्दै यो प्रशस्ति पत्र प्रदान गरिएको छ। सबै कार्य समिति र सम्पूर्ण प्रभावकारी समाजका आमा र सदस्य तथा आमाबाट दिदीभाइ दाजुभाइहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट नमस्ते भन्न चाहन्छु। र यस समाजबाट आज मलाई मैले ब्याचलर इन सिभिल 2020 भन्नाले 2020 मा मैले कम्प्लिट गरेँ र लगभग 4-5 वर्ष नै सकिएको थियो। तर आज यसो आफ्नो छोराछोरीहरूको हौसला र समाज र अरू पनि भाइ बहिनीहरूको लागि पढाइमा आफ्नो व्यक्तिगत उसमा प्रगति गरेर सम्मान प्रदान गर्नुभएको आभार व्यक्त गर्न चाहन्छु। र म यस समाजलाई आफ्नो प्राविधिक तथा अब आफ्नो गर्न सक्ने पनि आफ्नो तर्फबाट गर्न सक्ने आफ्नो सहयोगहरू गर्न जुन काम अब आफूले गर्न सक्ने सबै कामहरूलाई यस समाजमा योगदान सकेसम्म गर्नेछु। र सहयोग र सम्मान पाउँदाखेरि आफूलाई
अथवा केही समस्याहरू केही बाटोहरू केही विषयमा अथवा मैले प्राविधिक तर्फबाट अब केही सहयोग गर्नुपर्ने छ भने चाहिँ हजुरहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ भन्दै हजुरहरूले अवश्य नै आफ्नो यो जर्नीको लागि आफ्नो स्ट्रेन्थ विश्वमा राखिदिनु न म राजकुमारीलाई अनुरोध चाहन्छु। धन्यवाद। यस कार्यक्रम सञ्चालक मामा हजुरलाई पनि यस कार्यक्रमका सभाध्यक्षज्यू प्रमुख अतिथिज्यू अतिथिवर्गहरू र यस कार्यक्रममा कार्यरत सम्पूर्ण पदाधिकारीज्यूहरूमा र यस कार्यक्रमलाई सभ्य र भव्यका साथ सफल पार्नका लागि यहाँ उपस्थित बाबुआमा दाजुभाइ बहिनीमा राजकुमारीको गुरुङको तर्फबाट नमस्कार स्वीकार्नुहोला र सर्वप्रथम चाहिँ शास्त्रलाई यो सम्मानको लागि एकदमै धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो सम्मान मात्र होइन, उहाँले अझै पनि अगाडि बढ्नुपर्छ है भनेर एउटा हौसला दिनुभएको छ र यस स्थानसम्म आउन चाहिँ मेरो मात्र होइन, मेरो सम्पूर्ण परिवारहरूको, मेरो बाबा आमा, मेरो दाइहरू, मेरो श्रीमान र मेरो सासू आमाको एकदमै ठुलो सपोर्ट र साथले नै म यहाँसम्म आएको हो र यहाँ उभिने अवसर पनि मिलेको हो र जति पनि होइन मेरो यो पढाइको यात्रामा चाहिँ भन्नुपर्दा मेरो बाबा आमाले होइन गाउँदेखि आफ्नो आर्थिक आम्दानीलाई होइन एकदमै आम्दानी जोड्नको लागि एकदमै धेरै दुःख सङ्घर्ष गर्नुभयो होइन। गाउँमा पहिला केही थिएन होइन, मोटरबाटहरू केही थिएन। हाम्रो बाबाले चाहिँ एकदमै होइन के अरे पोखरादेखि हुन्छ कि थुन्सकोटदेखि हुन्छ कि होइन सबै हिँडेर पनि होइन आफ्नो व्यवसायलाई होइन आफ्नो आम्दानीको लागि स्रोतको लागि होइन आफ्नो छोराछोरीको उज्जवल भविष्यको लागि भनेर होइन एकदमै दुःख सङ्घर्ष गर्नुभएको छ होइन। यसको लागि त म बाबा आमालाई त धन्यवाद कुनै शब्दै छैन होइन उहाँहरूलाई यो धन्यवाद दिने मेरो तर्फबाट। उहाँहरूप्रति त म एकदमै आभारी नै छु, सधैँभरि नै ठान्छु र एकदमै गर्व पनि गर्छु। उहाँहरूले होइन आफ्नो शिक्षा दीक्षा नपाएर पनि आफ्नो छोराछोरीलाई एकदमै उज्जवल भविष्य होइन आफ्नो छोराछोरीको लक्ष्यलाई एकदमै पुरा गर्ने भएको छ होइन। मेरो दाइलाई पनि डक्टर पढाएर एकदमै होइन राम्रो MBBS पास गराउनु भयो। त्यस पनि अझै पनि उहाँ विदेश युकेमा पुगेर पनि आफ्नो मास्टर गर्नलाई होइन आफ्नो तयारी गरिराख्नु भएको छ र मेरो अर्को दाइलाई पनि एकदमै आफ्नो अब उहाँले पनि अब पढाइकै क्रममा गर्दा गर्दै पनि उहाँ चाहिँ इन्डियन आर्मीमा भर्ती हुनुभएको थियो र यसमा र म पनि यो पढाइ गर्दा गर्दै पनि मैले पनि यो पढाइ हासिल गरिरहँदाखेरि मेरो बाबा आमाको छोरीबाट म कसैको श्रीमती भए यो सिलसिलामा यो प्राप्त गर्नु यो शिक्षा हासिल गरिरहँदा र साथसाथै म आमा बन्ने पनि सौभाग्य भयो र यसमा पनि खुसी लाग्छ, गर्व पनि लाग्छ। मैले आफ्नो पढाइलाई होइन अब कहिले लडेँ होला र लडेर पनि म उठ्न सिकेँ भन्ने चाहिँ उठेँ र यसमा पनि मेरो परिवारको एकदमै ठुलो हात छ, सपोर्ट छ। उहाँहरूकै विश्वास र मायाले नै मैले चाहिँ आफ्नो हिम्मत हार्न परेन होइन। जहिले पनि अगाडि बढ्नुपर्छ भनेर नै आफू अगाडि बढिरहेँ। त्यही पनि एकदमै खुसी लाग्छ आफूले आफ्नो शिक्षालाई निरन्तर दिइरहेँ र अब आउने भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने आफ्नो कुनै न कुनै सबैजनाले आफ्नो लक्ष्य नै गोल पहिले नै आफूले सोचिसकेको हुन्छ होइन, आफ्नो लक्ष्य पुरा गर्नुहोला भन्न चाहन्छु र सम्पूर्ण बाबा आमाले आफ्नो छोराछोरीलाई होइन आफ्नो लक्ष्यसम्म पुर्याउनलाई हजुरहरूले यति धेरै सङ्घर्ष मेहनत गर्नुभएको छ। यसमा पनि तपाईँहरू सम्पूर्णलाई नै फेरि पनि धन्यवाद दिन चाहन्छु र यस शास्त्रलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै अब आउँदै गरेको दीपावलीको पनि सम्पूर्णलाई एकदमै शुभकामना, ह्याप्पी दीपावली भन्न चाहन्छु। धन्यवाद। धन्यवाद। मेरो प्यारोमा मेरो पनि निमन्त्रणको लागि आशिष गरी पाउँ भन्ने परेको निम्न रूपमा छलफल गरी संस्थाबाट
युवाहरूबाट रु 3000 सहयोगी संस्थाबाट रु 4000 जम्मा रु 25,000 सहयोग आर्थिक प्रदान गरियो। नमस्कार। भर्खर मात्र हामीले विजयादशमीलाई बिदा गरेका छौँ र हामीले नेपालीहरूको महान चाड दोस्रो महान चाड दीपावलीलाई स्वागत गर्ने चरणमा छौँ। म यहाँ उपस्थित सम्पूर्णलाई अब आउने 2082 सालको दीपावलीको शुभकामना व्यक्त गर्न चाहन्छु। हामी सबैलाई अवगत भएकै कुरा हो, वडा नम्बर 12 मा थुप्रै सङ्घ संस्था र समाजहरू रहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। लगभग हाम्रो वडा नम्बर 12 मा 15-16वटा सङ्घ संस्थाहरू आबद्ध रहेका छन् वडा कार्यालयमा र हामीले धेरै समाजहरूलाई गएको 3 वर्षमा सहयोग गर्यौँ। अब यस वर्ष हामीले अहिले योभन्दा अगाडिको कार्यक्रममा नै बोलेको थिएँ, हजुरहरूलाई प्रतिबद्धता पनि जाहेर गरेको थिएँ। यो वर्षको रातो किताबमा हामीले सिक्किम तमु समाजलाई बजेट छुट्याएका थियौँ र भदौ 23 र 24 गतेको अप्रत्याशित एउटा घटना घट्यो। त्यसले ठुलो देशमा मानवीय क्षति र ठुलो धनराशिलाई एउटा क्षति पुर्यायो। त्यो क्षतिबाट हाम्रो पोखरा महानगरपालिका र हाम्रो वडा नम्बर 12 पनि अछुतो रहन सकेन। त्यसको शिकार हामी पनि हुन बाध्य भयौँ। लगभग हाम्रो वडाको 2 करोड 65 लाख रुपियाँ जति हाम्रो क्षति भएको छ भने समग्र पोखरा महानगरपालिकाको चाहिँ आधिकारिक रूपमा त आइसकेको छैन। लगभग 2 अर्ब माथिको चाहिँ पोखरा महानगरपालिकाको क्षति भयो भने एउटा प्रारम्भिक अनुमान आएको छ। यो प्रतिबद्धता म पुरा गर्नेछु भन्ने यहाँ समस्या पनि म राख्न चाहन्छु। कर्मचारी बनेर म राष्ट्रको सेवा गर्छु भनेर उहाँ लाग्नुभयो। राजकुमारी गुरुङ जसले आफ्नो पढाइको सङ्घर्षको कथा हामीलाई सुनाउनु भयो। म उहाँहरू दुवैलाई उज्जवल भविष्यको कामना गर्न चाहन्छु। र म जाँदै अहिले पढाइको कुरा पनि निस्कियो। हामी 1 वर्ष बाँच्ने हो भने अन्न रोपौँ भनिन्छ, 10 वर्ष बाँच्ने हो भने रुख बिरुवा हरियाली बनाऊ भनिन्छ र हामी 100 वर्ष बाँच्ने हो भने शिक्षाको बिउ रोपौँ भनिन्छ। पक्कै पनि अब सिक्किम समाजले अमृत गुरुङ र राजकुमारी जस्ता चाहिँ नयाँ जेनेरेसनका मान्छे उत्पादन गर्छन् भन्ने विश्वास व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद, नमस्कार। र सल्लाहकारज्यूहरू, यसै समाजका सचिव, सहसचिव, कोष अध्यक्ष, सहकोषाध्यक्ष, यसै समाजका शुभाचिन्तक सबै सल्लाहकारज्यूहरू र सम्पूर्ण कार्य समिति र यसै गरी महिला समितिका अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारज्यूहरू र सम्पूर्ण सदस्यज्यूहरू र युवा परिवारका युवाध्यक्ष र सम्पूर्ण युवा परिवार र यसै संस्थाका सम्पूर्ण शुभाचिन्तक सल्लाहकारज्यूहरू र अभिभावक र हाम्रो आमा बाबाहरू, यसै संस्थाका आज हामीले हेर्नुपर्ने बुझ्नुपर्ने यो अवस्था हो। यो साधारण सभा चाहिँ हामीले मामुली सोच्नु हुँदैन, किन लिएर उभिनुपर्छ यो संस्थामा। त्यसैले गर्दाखेरि Sing
लाउनलाई खाता नयाँ 3टा मात्र रहेछ अरू पुरानो छ कहाँबाट हो यो कहाँको मलाई थाहा छैन उसके के वहाँ सिधाको चोकको बाहिर होला खाए खाने हो साँच्चै ब्लगमा हैन एकछिन सस चटनी कसले खोल्छ त्यहाँ चोकमा खोल्दिहाल्छ नि केको चिन्ता हो ल बन खोल्देऊ त थ्याङ्क यू आउ यहाँ चोकमा बिहरू हरायो के रिया भिडियो हेरेर रिसाउँदै हराएर भनेको है सानो ल यहाँ आउमा खगि नि बिमाली आउ न ल ठोकम के कस्तो टेस्ट आयो होला भनेर ल चेयर्स नेक्स्ट टाइम चाहिँ बियर गर्नुपर्छ वाइन गर्नुपर्छ मलाई त वाइन खाने हो नि वाइन बुवाले किनिदिन्छ हो त्यस्तै गाउँमा भेट्नु पाएन एकदिन वाइन र मासु गाइज खोइ देखाउनु पैसा 500 हो गाइस 500 500 को खेल्दैछ यहाँनिर धेरै जित्यो है दिवासले चाहिँ धेरै जित्यो जितेन होइन कति हार्यो चिकन साथीहरू आज धेरै दिनपछि ग्यादर भएर यहाँ पार्टी खान लाग्यो यहाँ बार्बिक्यू ससेज चटपट अनि यहाँ साथीहरू हेर्नु गाइज हेलो साथीहरू कतिको मजा हौ मजा मासु बोल्ने चाहिँ नन्दु र दुईजना मात्र आज म चाहिँ चटपट अनि क्लियरसँग भन्नु पर्यो चटपट मासु गाइस धेरै दिनपछि खाँदैछ हामीले मासु ससेज चटनी सलाद अब स्टार्ट गर्ने हो गाइस आगो जल्दैन त्यो के नि अहिले पानी हाल्दै हुन्छ लास्टमा लाउ गाइस खाम अब Cheers! ल गरम के बेसी छ Cheers! Happy use भने साधारण छ भने यही हाल्न पर्छ है Happy साधारण छ साधारण समाज घरको भयो है यहाँ हाम्रो भयो ल फेरि अब लेट टिपिदिन ल गाइस 1 2 go cheers oh that's so cool hello